हेलो गाइस, आज चाहिँ हामी सरस्वती पूजाको दिन हैन स्कुल हिँडेको स्कुलमा नाच्नु पर्नेछ अनि जाँदैछौँ 4-5 जना छौँ हामी 4 जना हामी नाच्ने यो मेन लिडर अनि अगाडि छ मेरो छ ओइ के झरो भन्छु नि के छ झन् एक्सिडेन्ट भयो पछाडी चाहिँ हेर्नु मेरो कता जानु है त म अगाडि सुन कति हराउँछ है हराउँछ सबैजना साथीहरू पछाडि जान्छ इच्छाको बहिनीले लग्दिएको थियो मदन चाहिँ जेब्रा नै हालिहाल्नु लागि गाई छ भन् यो चाहिँ हाम्रो स्कुल हो गाइस अनि यही जाने हो हामी यस्तो छ बाटो डेन्जर अहिले चाहिँ हामी फेरि के भन्छ स्कुलभित्र प्रवेश गरिसकेका छौँ अनि यहाँ स्कुलमा देख्न सक्नुहुन्छ खासै मान्छे त छैन के हुँदैछ अरे बालेजीकै कार्यक्रम हुँदैछ अरे देख्न सक्नुहुन्छ ओइ कता गएको तिमीहरू आमामा कति सानो भाइ रहेछ नि है कि दाइ हो हामीभन्दा जेठो हुन्छ कुनै कुनै त सकेन गाइस बसहरु बस जानु सक्नु आट्नु भयो अलिकतिले है चाहिँ नाच्नुको लागि यहाँ तयारी हुनुहुन्छ दिदी यहाँ प्राविधिक सहयोग गरिदिनु हुनको लागि म सरोज सर सुरेश सरलाई अनुरोध गर्दछु खुट्टा हेर्नु न हामीलाई हामीले 4वटा कुर्सी तल व्यवस्थापन गरिदिएका छौँ कृपया गएर बसिदिनु हुनको लागि अनुरोध गर्दछु अहिले चाहिँ हामी रेडी भइसक्यौँ अनि भोक लाग्ने मान्छे म एकल नृत्यको लागि एकदम रेडी छु हामी चाहिँ अब रेडी हुँदैछौँ गाइस हामी भएको छैनौँ नि त है हामी 2 जना भइसकेको छैन नि त अब बाहिर जाऊँ ल एकछिन हामी पनि हेर्नु हाम्रो राई ड्रेस देखाउनु देखिहाल्छ नि भरे है सबैले चाहिँ अहिले भरे त मजाले हेर्दैन होला हामी डान्सको तयारी
मजाले चाहिँ हामी नाचिसक्यौँ अनि हामीले पुरस्कार पनि पायौँ। हामी चाहिँ सेकेन्ड भयौँ है गाइस, फर्स्ट नभए टिका लगाइदिनु भएको नाकको टुप्पाभरि सर्छ त हाम्रो टिमको पनि हो, हामी चाहिँ अनि सेकेन्ड भयौँ गाइस। धन्यवाद विद्यार्थी भाइ बहिनीहरूलाई पनि, सुमन सरलाई पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरिदिएर पालिकाको टिम सबै यहाँ उपस्थित हुनुभएको छ। अनि यहाँहरू सबैलाई धन्यवाद। एउटा सामूहिक नृत्य अघि भने बाबा चाहिँ बाबा जीवन सर आफै गीत बजाउनुहोस्, यो भनिहाल्यो त्यतिकै फिर्ता लिन मिल्दैन। यहाँ नाच्ने त्यस पछाडि अनि आजलाई बिदा। अब चाहिँ सकियो चाहिन्छ भने सम्पर्क गर्नु होला। फर्स्ट डान्स भएर अलिअलि आत्तिएको भन्न, फर्स्ट डान्स भएर अलिअलि आत्तिएको हाम्रो डान्स चाहिँ अलिक नराम्रो भयो। पुरस्कार चाहिँ रहेको छ हाम्रो डट कपी। लुगा नफेरौँ होइन, फेरौँ न, कपडा फेरौँ भने अब कपडा फेर्न मिल्दैन नि फेरि, चिन्दैन नि फेरि। सर निकाल्नु भएको जाँदिन, चिन्ता नगर, हाल्दिन। कस्तो हाम्रो फोटो नखिची केही छैन तै पनि हामी चाहिँ यहाँ फेरि मन्दिरमा आएको गाइस होइन, फोटो यसो खिचेर जाऊँ भनेर अघि मजाले खिच्नु पाइएन, त्यो त त्यही भएर सरहरू पनि हुनुहुन्छ मन्दिर। गाइस अब चाहिँ हामी घर हिँड्यौँ। तपाईको के काम छ? भात खान त अनि गयो। जे भए पनि भात खानु पनि को ठुलो कुरा हो? ठुलो कुरा होइन नि त, मलाई जाडो भइसक्यो क्या। हामी चाहिँ स्कुलमा जहिले म चाहिँ भोक लाग्ने मान्छे थाहा छ होला नि, भोगेको त होला नि कुनै बेला। कति वर्ष भयो? 14 वर्ष होइन? एकचोटि 5 वर्षदेखि थाहा पाएको होला नि यस्तो किन थिएन होला कसैको पनि होला। छिटै ल हिँड्दैछु त म अहिले तिमीलाई घरमा गाली नगर्ने बनाउनु सक्दिनँ त, छिटो हिँडेर पनि म त त्यही हो। मेरो त बस्ने ठाउँ पनि आइसक्यो चिसाबारीमा, तिमीहरू पो तल भिडियो यस्तै भन्छौ तिमी त जहिले। र त नि हौ भुइँमा गाली दिने गरी खाल्टो पनि नखनिनु पर्ने, खन्नु नपर्ने। लु हो त्यस्तै फोन पनि पछाड्नु, फोन पछाड्दै हिँड्दैछ नि साथीहरू चाहिँ, फोन बेर भएर। बालिका अरे यहाँ पस्ने हाम्रो त काम छैन दिएर मेरो त बस है तिमीहरू पसेर जाऊ राम्रोसँगले। गाइस हामी चिचिसा पानी आइसक्यौँ, अब रुम पनि त्यही समेर हामी। गाइस म चाहिँ अनि यहाँ दियालाई पर्खिँदैछु होइन, दिया उहाँ कपी लिनु गएको छ, सोनीलाई बुन्सीले लगेको छ कपी चाहिँ, अनि छोरी आएर लिनु भइरहेको छ, म चाहिँ पर्खिरहेको छु। आजको भिडियो चाहिँ गाइस अनि यति भन्दै म यहीँ टुङ्ग्याउन चाहन्छु।
आजको सरस्वती पूजा चाहिँ एकदमै रमाइलो भयो अनि के भन्छ नाचियो पनि सेकेन्ड पनि भयो गाइज अनि अब चाहिँ यति भन्दै म यहीँ बन्द गर्न चाहन्छु बाई बाई गाइज